ब्याक टु माई न्यू ब्लग। सो आज चाहिँ हामी एकछिन उता परतिर जान्छौँ र उहाँ चाहिँ हजुरलाई हाम्रो गाउँको स्कुल मन्दिर र उतातिर परतिर अहिले रामायण पनि चलिरहेको छ। उतातिर पनि देखाउँछु, त्यो त हल्का साँझतिर देखाउँछु किनभने त्यतातिर हल्का अँध्यारो भएपछि हल्का रमाइलो र राम्रो देखिन्छ क्या, त्यसैले। र अब चाहिँ हामी उतातिर जान्छौँ र यो चाहिँ कालु भाइ र म, अरू कोही छैन नाका, सबै कोही कता आज भर्खर जनज्योतिको अब स्कुलको अब पनि इक्जाम पनि सकियो, सबै टाढो घर आउँ र अब चाहिँ हामी जान्न हौ। सो अब चाहिँ हल्का अगाडि पुगेर भेटौँला तपाईँको लागि चाहिँ बाई। सो गाइज अब चाहिँ हामी यहाँ हल्का अगाडि पुगिसकेका छौँ र यो एरिया जुन छ नि यो पुरै जङ्गल जस्तो देखिन्छ, बट यो चाहिँ हाम्रो घरको वरिपरिको घर यतातिर छ भनेपछि यो साइडतिर हल्का यतातिर र यतातिर चाहिँ हल्का हल्का जङ्गल जस्तो छ। त्यो चाहिँ अब यतातिर केराहरूले गर्दा हामीहरूको अब थाहै होला तपाईँले, यतातिर हल्का फुल्का केरासेरा रोपिन्छ र बरु यहाँनिर हल्का फुल्का यो घर एउटा घरमा नबस्ने भनेको त्यो घरमा कति भनेपछि लगभग 4 वर्ष जति हो क्या यो घरमा अहिलेसम्म कोही भएनन्। र अर्को कुरा चाहिँ यो घरमा चाहिँ हल्का फुल्का खै डराउनु दिन्छ नि भन्छन्, बट थाहा छैन, अब जाउँला कुनै दिन, अब अर्को भ्लगमा जाउँला एकचोटि हेरौँला। र अरू त केही होइन, अब यतातिर चाहिँ हल्का फुल्का बाघ लाग्छ र अब चाहिँ हामीहरू यतातिर बल्ल यहाँनिर घर आउँछ र कस्तो भनेपछि हामीहरू कहिल्यै पनि यतातिर गयौँ भने पनि बिहानतिर हिँड्दाखेरि हल्का डर लाग्ने ठाउँ भने यति एरिया कहिल्यै पनि अँध्यारो। त्यसैले अहिले हामी सुरुमा उतातिर गएर आउँ, सामान पनि लिन्छ, उतातिर गएपछि बल्ल उतातिर जान्छ र अब चाहिँ हामी पुग्न लागिसकेका हौँ, भन्नुपर्दा टाढै छ हल्का, त्यसैले छिटो जाउँ र अब हल्का अगाडि गएर फेरि बोलाउँला बाई। सो गाइस अब हामीहरू हल्का अगाडि आइसकेका छौँ। बाबु नयाँ मोबाइल हुन्छ। सो अहिले चाहिँ मैले भ्लग चाहिँ नयाँ मोबाइलबाट बनाइरहेको छु र क्यामेरा क्वालिटी त्यस्तो राम्रो छैन। अब म अर्को साल किन्यो भने हल्का राम्रो खाले मोबाइल किन्छु, त्यतिखेर गएर आइफोन किन्ने औकात त अहिले औकात छैन र पछितिर किन्नुला। सो र अब चाहिँ हामी हल्का अगाडि पुगिसक्यो, फेरि अब नबनाउँ, हल्का माहौल ठिक छैन, धेरै मान्छे अब उनीहरू पनि भ्लग त बनाउँला। ल दादा बडी देखाउनु, युट्युबमा हालिदिनु। र अब चाहिँ हामीहरू यतातिर पुगिसक्यौँ। के यार हदै ब्लर देखाएर हो, बल्ल आयो फोकस। इसको लुए के कभी किधर देखा तो फिर समझ लेना ये अफ्रीका से भागा है। र यो हो यहाँनिरको भ्यू। अब चाहिँ हामी यहाँ पुगिसकेका छौँ र यो चाहिँ हाम्रो यहाँदेखि सनसेट देखिन्छ र यतातिर चाहिँ हो यो त्योवाला जङ्गलमा चाहिँ हल्का फुल्का बाघ लाग्छ आजकल र त्योवाला बाटोमा देखाइदिन्छ हामीहरू जाने पनि त्यही हो खासमा भन्नुपर्दा, अघिपछि पनि र चुप्न र हामीहरू अघिपछि पनि अब जङ्गल जान्छौँ, हामी जस्तै चौकीदार गर्न त्यतिखेर त्यही जङ्गलमा जान्छौँ र हामीले लगातार लगभग 10-15 दिनमा पनि एकचोटि बाख्रा पनि चढायो, तर बाघ चाहिँ भेट्दैन, अरू जनावर भेटिन्थ्यो। र त्यो चाहिँ हामीहरूको स्कुल, म अहिले त्यहीँ जान लाग्छु, त्यहीँ देखाइन्छ। फाइनली वी रिच्ड आवर स्कुल, मतलब यो मेरो स्कुल होइन, यो गाउँको स्कुल हो जुन चाहिँ अहिले यस्तो दामी भएको छ। पहिला थिएन यस्तो, त्यो एरियातिर पुरै टिनै टिन थियो, राम्रो छैन त्यस्तो खासै, अहिले मात्र यस्तो राम्रो भयो र अब बल्ल आउँछ त्यो जङ्गल जाने बाटो। आजकल हल्का खुल्ला रहेछ है, पहिला पुरैतिर जङ्गल थियो र आजकल अब पिच रोड यस्तै गराइरहेको थियो, प्रगति भइरहेको छ गाउँको। र अब भोलि बिहान हामीहरू त्यहाँ मन्दिर सफा गर्न आउँछौँ, त्यहाँनिर हल्का मन्दिर पनि छ र स्कुलमा चाहिँ कति 11-12 के छ भेटनरी छ नि, भेटनरी छ र यो चाहिँ हाम्रो चटपटे पसल। हामीहरू कहिले पनि यहाँ चटपटे खाना आउँथ्यौँ, आजकल हान्नु, आजकल हल्का आउनु भ्याइन्न, खै के भन्ने। अब आउला कुनै दिन, अब त्यो थाहा भएन, तर आउनु चाहिँ आउँछौँ। देख्नु सक्नुहुन्छ तपाईँहरूले, म हल्का ओभर नेपाली बोलिन्छु कतिखेर यो भ्लग बनाउँदै खै किन हो। र अब चाहिँ यो हो हामीहरूको मन्दिर, जय दुर्गा भवानी मन्दिर। र हामीहरू जब यो ठाउँमा पहिलोचोटि आएको थियौँ नि, जब सुरुमा आएको थियो तब चाहिँ यहाँ एउटा यो ब्लूवाला मन्दिर मात्रै थियो, दुईवटा मन्दिरहरू एक्स्ट्रा बन्यो। तर दुईवटा मन्दिर भन्दाखेरि मैले कहिले बन्यो त्यो थाहा भएन, कहिले बन्यो कहिले थाहा भएन। र हामीहरू चाहिँ आफ्नो डेस्टिनेसनमा अब पुग्न लागिसक्यौँ
के लिने हो के लिने होइन मलाई केही थाहा छैन। लिने भनेको यसको सामान हो, मेरो सामान होइन। र यसपछि हामी मन्दिरमा जान्छौँ। फेरि राति पनि आज त्यहाँ कोइलामा हिँड्ने, आगोमा हिँड्ने प्रोग्राम छ, त्यो पनि हेर्ला। र यो चाहिँ हाम्रो दोकान, हामी आउनु चाहिँ यहीँ हो। र यो बाटो चाहिँ एकदम दामी हो। यो वाला ठाउँ चाहिँ हल्का फुल्का, किनभने त्यहाँदेखि पुरै गाउँहरू मात्र देखिन्छ। र गाइज यहाँनिर चाहिँ अस्ति भर्खर के भइदिरहेको भनेपछि म बाइक चलाइरहेको थिएँ भर्खर सिक्दाखेरि। लगभग एक्स्ट्रा गियर नै थियो, लगभग स्पिडमै थियो। यहाँदेखि यतातिर जाने बेला जुन स्पिड हुन्छ त्यो स्पिड मैले यहाँदेखि यतातिर जाने बेला सिधा यहाँदेखि यतातिर गइदिरहेँ भने दौडौ मर्दा मर्दा बचायो त्यतिखेर। र यो चाहिँ हाम्रो मन्दिर। अब हामी त्यही जान लाउँ। हेरौँ पहिला ढोका फुल लागेको छैन। सो जिसका डर था वही हुआ गाइस। चाबी लगा अब यहाँनिर जान मन गएको। र यहीँबाट देखाइदिन्छु म मन्दिर कस्तो हो। यो यस्तो छ यहाँको मन्दिर। नहल्ला न कल्लु। यो यहाँको मन्दिर र त्यो स्कुल। र यो चाहिँ कुन बिल्डिङको थाहा भएन। यो स्कुलमा म अहिलेसम्म नाम चाहिँ त्यस्तो घुमेको छैन स्कुलमा। र फेरि अब हामी आफ्नो पुरानो ठाउँमा जान्छौँ। के गर्ने अब रहेन त्यहाँ। अब भोलि आउँछु होला सायद। म यहाँ मन्दिर सफा गर्नु छ। यो एरिया हल्का फुल्का झाडीहरू सफा गर्नु त्यतिखेर हामीलाई गाउँकोले बोलाउँछ। अब त्यतिखेर आउँछ हामीहरू। र त्यतिखेर हेरिदिन्छु म तपाईँहरूलाई। अब चाहिँ हामी हजुर मन लगाइसक्यौँ। र दिस इज माई हेयर, जुन चाहिँ खुलिसकेको छ, यस्तो भएको छ। र त्यसैले मैले क्याप लाउँछु आज भएको। र त्यो रुसा होइन। अब चाहिँ हल्का ऊपर नै रात परिसक्यो, मतलब हल्का अहिले उनी भयो। अहिले फेरि हामी उतातिर पनि जान्छ, त्यसैले अहिले छिटो जान्छौँ। त्यसपछि उतातिर फेरि त्यो मन्दिरतिर हजुरलाई देखाइन्छ हल्का उताको त्यो के अरे प्रोग्राम देखाउनु चाहिँ हल्का फुल्का पूजा हुन्छ। प्रोग्राम भने चाहिँ मेरो झुन्डिरहन्छ त्यसैले हो। र अब चाहिँ हामी छिटो जान लागेका छौँ। ओ कलमा छिटो आइज। र आजकल चाहिँ म हल्का खासै धेरै भ्लग बनाएन, किनभने आजकल म हल्का फुल्का घरभन्दा बढी स्कुलमै हुन्छु, होस्टेलमै। र सायद अब अर्को सालबाट म अर्को युट्युब च्यानल खोल्छु, त्यसमा नि हाल्न सक्छु। नभए त्यही यही के अरे यही च्यानलमा नि हाल्न सक्छु। र त्यस बेला चाहिँ म हप्तामा दुई तिनवटा भ्लग आइरहन्छ। र अहिले चाहिँ अब के गर्नु 6 महिनासम्म म घरै आन्न पान्न तिहारपछि। र अहिले पनि जम्मा 10 दिनको बिदा मात्रै आयो। हेरौँ अब कतिवटा भ्लग हुन्छ, हालुला अब कहिले टाइम मिलाएर। र अब चाहिँ धेरै हतार भइसक्यो। अब एकैचोटि हामीहरू घरबाट त्यही प्रोग्राममा जाने ठाउँमा अब एकैचोटि भेटिन्छौँ होला। सो तबसम्मको लागि चाहिँ र त्यो ठाउँ चाहिँ उतातिर हल्का फोकस भएन होला राम्रोसित नि के हो नजिक उतातिर गएर देखाउँछु उहाँहरूलाई। र त्यहीँनिर हो हामीहरू हाम्रो दाइ नानु। र अब चाहिँ हामीहरू उतातिर जान लागिसकेका छौँ। र हामीहरूको यहाँ चाहिँ हरेक साल यो दसैँको टाइममा चाहिँ यो घट स्थापनाको दिनदेखि दसैँको दिनसम्म रेगुलर प्रोग्राम्सहरू राति रामायण देखाउने, नाच्ने, गाउने, पूजा गर्ने गर्छ। र त्यही चाहिँ यो साल पनि भएको र म त्यही देखाउनु लागेको। र अब अगाडि देखाउँछु र म। सो अब चाहिँ हामीले यहाँ कटाइसक्यौँ। यहाँनिर चाहिँ हल्का केही बोलेन, बिल्ला लाग्छ क्या। र बिल्ला भन्ने चिज हुन्छ नि, बिल्ला लाग्छ। र अब चाहिँ अगाडितिर त्यस्तो केही छैन। अगाडितिर अब उयो उतातिर छैन। र अब हामी फर्किनु लाउँ। सो बाई बाई। सो अब चाहिँ हामीहरू फर्किसक्यौँ। त्यस्तो केही छैन यतातिर। र त्यस्तो केही होइन, हल्कै यस्तै चिज देखिने यतातिर, अरू त केही छैन। र अब चाहिँ हामीहरू फर्किनु लाउँ। र अब चाहिँ एकैचोटि घर पुगेपछि भेटौँला। सो बाई।